को अवसर पारेर 3 दिने स्काउट क्याम्पिङ कार्यक्रममा उपस्थित कार्यक्रम सञ्चालकज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथि, क्याम्प प्रमुखज्यू, प्रज्यू, विभिन्न विद्यालयबाट आउनुभएका स्काउट शिक्षकहरू, यस विद्यालयका स्काउट शिक्षकहरू, अन्य सम्पूर्ण शिक्षक तथा सहभागी विद्यार्थीहरूमा यस नाटकमा सहभागीहरूको तर्फबाट नमस्कार टक्र्याउन चाहन्छौँ। स्वीकारी दिनुहोला। प्रस्तुत नाटक केवल सन्देशका लागि मात्र हो। यदि कसैको जीवनमा मेल खाएमा हामी क्षमा प्रार्थी छौँ। साथै यस नाटकका सम्पूर्ण पात्रहरू पनि काल्पनिक नै हुन्। बुवा आमाको पात्रबाट सुरु गरिएको यस नाटकका प्रमुख पात्रहरू यस प्रकार राखिएका छन्। बुवा आमा रिवस खड्का, मञ्जरी शाह, छोरा सन्नी श्रेष्ठ। पसलेको भूमिकामा मौसम बन्जाडे। धूम्रपान मद्यपान प्रयोगकर्तातर्फ सनी श्रेष्ठ, सुरज नेपाली, एलिसा बन्जाडे र रितिमा केसी। शिक्षिकाको भूमिकामा सरला खत्री। विद्यार्थीहरू प्रमोद थापा मगर, सन्तोष घरती मगर, सरिता श्रेष्ठ, सम्झना सुनार, सनी श्रेष्ठ, रितिमा केसी, एलिसा बन्जाडे र सुरज नेपाली। लुटिएका चेलीमा स्वेच्छा श्रेष्ठ र गोमा घरती मगर। यसै गरी प्रहरीको भूमिकामा सुजिता नेपाली, वृन्दा केसी, नेहाल खड्का र नती श्रेष्ठ र अन्तिम सन्देशकर्ता हुनेछ नेहाल खड्का। अन्त्यमा लेखन तथा निर्देशन गर्नुभएको छ शिक्षक तीर्थराज पौडेलले। कथा सुरु हुन्छ यहाँबाट। आमा आमा भन छोरा। म स्कुल जान लाग्यो है आमा। ए छोरा स्कुल जान लागि? हजुर आमा। आज घरमा नास्ता बनाउनको लागि सामान पनि भ्याइएको रहेछ। नास्ता गराइदिएको छैन। पैसा दिन्छु, पैसाले खाऊ है। हुन्छ आमा, दिनुस् न। हजुर बाबु। जङ्गको खानु हुँदैन भनेर सिकाएको होइन? केही हुन्न बाबु, कहिले काहीँ खाँदा त। ए बुढो, मैले तँलाई पैसा मात्रै भनेको होइन, छोरालाई छोरा बिग्रिन्छ भनेको होइन। अरूको छोरा जस्तो हाम्रो छोरा छैन के? खुब एक बानाले त हो नि छोरा। केही हुन्न बा, केही हुन्न, कहिले काहीँ खाँदा त। खाऊ है छोरा। हुन्छ बा, हुन्छ। म स्कुल जान नै ढिला भयो, स्कुल लाग्यो है त। भयो छोरा गयो। हुन्छ बा, गयो। जय लक्ष्मी माता, पूरा पैसा किधर भी नहीं जाता, पूरा पैसा मेरी दुकान में आता। जय लक्ष्मी भगवान, आज राम्रो कमायो। नमस्ते अङ्कल। ओ नमस्ते बाबु, कति दिनपछि आयो? कता गएको थियो र? काहीँ गएको थिएन अङ्कल, यतैतिर थिएँ। अरू के छ, सन्चै हुनुहुन्छ? सन्चै छ, ठिकै हो, ठिकै छ। ए, आम्दानी कस्तो चलिरहेछ त? के गर्ने हो, त्यही बिहान पूजा गर्ने, दिउँसभरि बस्ने, खासै छैन भनौँ। ए, 5वटा चाउचाउ दिनुहोस् न। ए कुन चाउचाउ पनि भन न बाबु। पिटी चाउचाउ दिनुहोस् न अङ्कल। ए ल ल लौ बाबु लौ। लाउनुहोस् अङ्कल। ल ल। अनि तिमी अस्ति उता के अरे अलि अगाडितिर त्यो पल्लो गरे साइडको दोकानमा गएको देखाएको थिएँ, त्यतातिर जाने बन्द गर न। यति आऊ, मैले आफ्नो भाइ जस्तो ठानेको छु। अलि मिलाएर अरू कुरा पनि दिएर आउँछु। यतातिर आऊ न। हुन्छ त, हुन्छ अङ्कल। स्कुल गएँ है त म। ल ल जाऊ बाबु जाऊ। ल ल अङ्कल, ल। ओहो, के गरेर बसेको छ सुरज यस्तो? चुरोट खाएन। फेरि के भयो तँलाई यस्तो मुड अफमा जस्तो?
भने यार आज बहुत टेन्सन छ आइज बरु बस ल अब भनिहालिस् बसिहाल्छु म पनि है अनि स्कुल जान लागेको साथी भन्न तँलाई के टेन्सन पर्यो त्यस्तो म पनि स्कुल जान लाग्यो बहुत टेन्सन भयो एउटा चुरोट किनेर खाइदिएँ म त ए के छ टेन्सन त्यस्तो भन्न मलाई पनि सुन न ल अब छोडे बरु लाग्छ पनि खा भयो खान्न लान एक्लै त मजै आएन भयो के खान्न लान ला अब भनिहालिस् साथीको वचन त मार्नै मन लागेन 100 को मात्रै तान्छु त है त ल तान बिस्तारै खान ओहो कस्तो आनन्द पो आयो त ए आनन्द आउँछ भनेर त खा भएन त्यही त भने अब स्कुल जान पनि ढिला भयो स्कुल जाउँ अनि हिँड्न जाउँ Good morning, class. गुड मर्निङ म्याडम Sit down. थ्याङ्क यू म्याडम सबैजना सन्चै छ? गृह कार्य गरेको छ सबैले? गरेछ म्याडम ल, हामीले हिजो के पाठ पढ्दै थियौँ? ल, लागु पदार्थ दुर्व्यसनबारे हामीले पढिरहेको थियौँ होइन कि? मैले एकजनाले उठाएर कि लागु पदार्थका बेफाइदाहरू भन्न लगाउँछु है त। ल सुरज उठ त। लागु पदार्थको बेफाइदा भन त। लागु पदार्थ पनि बेफाइदा हुन्छ र म्याडम ल यसको फाइदा त हुँदै हुँदैन नि, बेफाइदा बाहेक के हुन्छ र? खै त मलाई त बेफाइदा मात्र थाहा छ त यसको फाइदा हुँदै हुँदैन नि बाबु। खै म्याडम मलाई त फाइदा मात्र थाहा छ के अरे खै भन त के हुन्छ त्यसको फाइदा? मस्तको निद लाग्छ टेन्सन दूर हुन्छ आनन्दले कस्तो मस्तको निद लाग्छ होइन बाबु, मैले त यस्तो सिकाएको थिइनँ, तिमीलाई चाहिँ कसले भन्यो यस्तो? ठुला दाइहरूले भनेको सुनेको के म्याडम तिमीले त सेवन गर्दैनौ। छ्या म्याडम यस्तो त कसले खान्छ ल सिट डाउन। हाम्रो यहाँ सुरज नेपालीले भनेको आज खाएको जस्तो चाहिँ भोलि पनि पैसा लिएर आएछ है भोलि पनि त्यही भेट हुने हो नि फेरि हुन्छ त पैसा फेरि ल्याएछ नि लागु पदार्थका बेफाइदाहरू भन्न गइरहेको छु। लागु पदार्थका बेफाइदाहरू यस प्रकार रहेका छन्। लागु पदार्थले गर्दाखेरि हाम्रो शरीरमा विभिन्न प्रकारको रोगहरू निम्ताउन सक्छन्। यसले गर्दा हाम्रो घरमा त्रुटि झै झगडाहरू उत्पन्न हुने गर्दछ। त्यसैले हामीले लागु पदार्थको सेवन गर्नु हुँदैन। लागु पदार्थ सेवन गर्ने क्रममा यसले शरीरमा विभिन्न रोग निम्ताउनुको साथै विभिन्न प्रकारका छुट्टी भयो थ्याङ्क यू म्याडम ल है त छुट्टी पनि भयो अब घरमा जाम है ल भोलि त पैसा ल्याएस् नि फेरि आजकै ठाउँमा भेट भएछ हुन्छ त हुन्छ साथी ल आगे है त ल छोरा आइस हजुर आज दिएको पैसाले नास्ता के खाइस् छोरा आउँछौ आए बा अबदेखि खानु हुँदैन मम्मीले नास्ता बनाएको छ नास्ता खाऊ ड्रेस छोडाएर हात मुख धोएर पढ है छोरा हुन्छ बा हुन्छ ए बुढी यता आइजान त तैँले एउटा कुरा चाल पाइस् हाम्रो छोरा आउँदा बित्तिकै चुरोटको हस्स गन्ध आएको थियो न त तैँले चुरोट खान्छिस् न त मैले कहाँबाट आयो होला यो चुरोटको गन्ध त्यही
त्यस्तै गरममा अर्को दिन बिहान भयो। छोरा ए छोरा हजुर आमा उठे उठे। हामी घाँस काट्न जान लाग्यो। खाना बनाइदिएको छु, खानासाना खाएर स्कुल जा है। हुन्छ आमा हुन्छ, बरु आज मलाई नास्ता खानालाई पैसा दिनुहोस् न। आज त पैसा छैन, नास्ता बनाइदिएको छु, नास्ता गरेर जा। भयो क्या आमा, त्यस्तो नास्ता म खान्न। भित्र पनि त दिएको हो पैसा, गराइदिएको छु, जुलाएर लगेर जा। ल ल आमा जान्छ त्यसो भए। ल ल हामी गयौँ। ओहो केटा त आइ आए सुरज आए। पैसा ल्यायो राजकारी पैसा मागे मागे आमाले त दिँदै दिँदैन, कति मागे। फेरि सधैँ यस्तै भन्छ, मसँग मात्र कहाँ हुन्छ र पैसा। अब के गर्ने त, मागे मागे दिँदै दिनु भएन। जसरी भयो नि माग्न पर्दैन नि, सधैँ मसँग त कहाँ हुन्छ र। आज मेरो पैसाले खाम, भोलि त जसरी भयो नि है। जा त्यहाँ उता अङ्कलकोमा गएर पाइलोट चुरोट लिएर चाहिँ एक घन्टा ए बुढी, माल पनि लिएर जाने फेरि। हामीले यत्रो मेहनत गरेर हाम्रो छोरा पालेका छौँ, हाम्रो छोरा पढाएको छौँ, हाम्रो छोरा ठुलो भएपछि पक्कै पनि पाइलट जान्छ नि बन्छ। कसरी देख्ला। ओ बुढा हो, पक्कै नै पाइलट बन्नु। नमस्ते अङ्कल। नमस्ते बाबु, अनि के ल्याउनु आयो नि भन न बाबु। यसो एक घन्टा पाइलट चुरोट र यति माल दिनुहोस् न। ए तिमीले कहिलेदेखि खानु सुरु गर्यो र यस्तो? नै मैले त खाँदिनँ, त्यो साथीले लिन पठाएको। ए साथीको नाम थाहा छ भन त। सुरज के सुरज आइरहेको थियो त यही दोकानमा। ए सुरजको हो? ल ल अरूले दिने हो त, अब फसौला त्यत्तिकै लौ लुगाएर लग है। अलि माल चाहिँ राम्रो दिनुहोस् है। ल ल नपड्किनी गाएको ठेटा नभए सब भए राम्रो भए ल्याछु। लग लग लुगाएर ल ल लुगाएर दिन्छु। ल त ल अङ्कल गएँ है। ल ल जाऊ। ओहो यो केटा पनि सुरजसँग लागेछ। अब त पक्कै पनि यसले नि खाना सुरु गर्छ, त्यसपछि त यसले नि खाना सुरु गर्छ त मेरो त फाइदै फाइदा, व्यापारै व्यापार। अब हुन्छ फाइदा व्यापारमा। ला साथी ल्याए यति चुरोट। जो आइज भने त यति ढिला गरेछ। जाँदा जाँदै ढिला भयो दोकानमा। माल पनि छ। अलि राम्रो माल हालिदिनु भने थिएँ, खै कस्तो हालिदिएछ त्यो बुढोले। माल त राम्रै हाल्दैछ गरे। ला ला यो एउटा छोप्तो। ला छोपै म त सिकाउँछु भर्न पनि। हातमा राखेर यस्तो यस्तो गरेर मिच्दो पहिला मजाले। ल अब मजाले ला तैँले पनि सक्छ। देखिने चुरोट खाएको तपाईँले मान्छे यस्तो नचाहिने कुरा। यो केटी त बिना स्वादै बल्दो रहेछ। बरु आइज तपाईँले बस्नु त एक छुटको खान। फेरि सधैँ बन्दिन खोज्छ। आइज बस, आइज बस। ल ल ल खाऊ न खाऊ, साथी भने यस्तो बसाउनु। बसाउ कि बसाउ। अलिक कसरी देख्यो भने अलि सुस्तरी तान्नु। अलि सुस्तरी तान्नु भने तँलाई।
त्यही त भैया बल्ल लाइनमा आइयो केटी ए उनी कमेटी तिमीले खाइएन ओर्दैन भने फेरि त्यहाँ अनलाइन गरेर बरु पैसा पनि उनी गर भोलिबाट ल ल जाने भएछ ल ल जा फेरि भोलि पनि यही आएछ है यही बेलामा ल त ल आज स्कुल ढिला भइसक्यो छ्या त्यो स्कुल पनि गएला स्कुल गएको भन्दा यहीँ गाजा तानेर सबै आउँछ के गर्नु अब ढिला भइसक्यो म्याडमले नि ढिला गरेर मार्छ यही बसौँ स्कुलले केटाटीसँग मिसिएर जम्ला कि यहीँ बसौँ ल ल ल यहीँ बसौँ यत्रो ल 4 भइसक्यो त्यो स्कुलको छुट्टी पनि हुने बेला भयो ल ल म पनि घर ल ल त्यहाँ भोलि त त्यहाँ त पैसा लिएपछि ल ल भोलि त जसै आइपुग्छु ल ल ल ल गयो म नि गएँ ल जा ए बाबु आइस बा आए आए अनि आजको दिन कस्तो भयो बाबु राम्रो गुरु आमा पढाउनु हुँदो रहेछ बच्चा पनि राम्रोसँगै ए भविष्यमा पाइलट बन्नुपर्छ है छोरा अहिलेदेखि नै पढेर बस हुन्छ ल छोरा अर्को दिन बिहान भयो हजुर आमा उठे उठे हुन्छ आमा हुन्छ हिजो पनि पैसा दिनु भएन हजुरले नास्ता खानालाई आज त दिनु छ है जसरी भए पनि हजुर सरी एक टुक्रा गर्नुहुन्छ मासित आलु पैसा मागे उता दराजको सिरानी मुनितिर पैसा खोज्न पर्यो खै पैसा कि छैन अब यही भाडै उठाएर लानु पर्यो यहीले आउँछ कि 3-4 दिन अलि लुकाएर लानु पर्यो देख्ला फेरि बैटरी सके क्या ओहो केटा आइ नि आए आज त पैसा त ल्याइस मलाई थाहा छ ल्याए पैसा तँलाई भनेर मागे दिँदै आज पनि पैसा ल्याइनस् तैँले पैसा त ल्याइन घरको त डेप्ची चाहिँ उठाएर ल्याइदिए ओहो एउटा डेप्ची चाहिँ उठाएछ अझै गरिस् ठिकै गरिस् मसँग नि पैसा भ्याइया थियो यसले त आउला नि 3-4 दिन आइहाल्छ नि यत्रो मानको डेप्ची छ ए कस्तो खाना मन रहेछ हिँड्दा पनि छिटो पठाउनु जम अङ्कलले दिन्छ आज त छिटो नमस्कार अङ्कल हो नमस्ते बाबु अनि के ल्याउन आयो नि त्यही त आउनु तपाईँको मान्छे अब बुझ्नु न ए बुझेँ अनि के कति दिन भन्नु न एक प्याकेट दुध परिश्रम भनिदिनु दिनु न ए ल सुन्नु न अङ्कल आज त पैसा भएन घरबाट भाडै उठाएर ल्याइदिनु हामीले त आउँछ होला नि ए ठिकै गरी चाहिँ ल यहाँ रक्सी बनाउनलाई भाडो पनि यति पाता ल्याने थियो
मुनि हाल्ने जस्तो पो ल्याइदियो ठिकै भयो आनन्दै हुने भयो ल त्यही त भने हाम्रो हजुरको भलाइको लागि त गर्छौँ हामी त्यही त आफ्नै बाटो हो नि त त्यो त मेरो ल त्यो त अहिले मिलाएर दिन्छु चिन्ता नगर अनि अङ्कल यता सुन्नु न माछा अलि धेरै अलि चाखलाग्दो हाल्नुहोस् कि हुन्छ बाबु मैले मिलाएर दिन्छु तिमीलाई क्या मतलब हेर न हेर न यहाँ कतै डाँट देखाएको छ त देखाइ छैन छैन कि त्यस्तै राम्रो भएर त हजुरकोमा आउँछौँ हामी हो नि त त्यो त राम्रो कुरो त खोजिदियो नि सबैले त्यही त भने अङ्कल अलि लुगाहरू दिनुहोस् है ल अनि एकैपटक दिनु कि अनि मिलाइ दिनु नि दिनु मिलाइ दिनुहोस् न ल एकैचोटि खाएर कि साथी हुँदैन नि त ठिकै हो तिम्रो विचार पनि अलि लुगा दिनुहोस् लग यसमा माछा नि राम्रो माछा दुलामा छुट्टा राख्यो ल गयो होइन हामी त ओहो यसले यो कुरोले नि खान सुरु गरेछ अब त पक्कै नि फाइदा होला अब त यही बेचेर धनी हुने हो गोरु गाजा सुत्री गुन्द्रुक बल्ला जाँड सुत्री मोही बल्ला तर म गाजा बेच्न कहिले छोड्दिन ओहो साथी भाग पनि आएर चाख लाग्दो ल्याइन्छ ल छिटो भर खानु पर्छ छिटो अहिले मान्छे हेरै मान्छे ल हिँडिरहेको छु यताउति ल यो लाइटर त्यही त भने तँलाई ठिकठाकमा राख भने त हो ला आज तँजै भर ल दे ला मैले पनि खाएँ तैँले पनि खाला तँलाई नि खाला होला ओ ठ्याक्कै उजिली र चमेली आएछन् आइज बसौ छिटो आइज आज त तिमीलाई भर पारेर सल्काउन पनि सिकाउने हो राम्रोसँग ध्यान हो यता ल छिटो यहाँ यस्तो गर ल यस्तै नि ल कुनै एक घन्टा यस्तो गर ल यस्तै राम्रोसित सिकाइने त भने ज्ञान त बढाउनु पर्यो नि जहाँबाट ल्याने खुरुको खान त्यहाँ पैसा खुर्क लाएर खानु नि पैसा कहिले ल्याउँदैन आज पनि ल्याएको छैन होला गरी लाला सल्काएर खा यस्तो त्यो उजेलीले कसरी खान सिकी त्यही त भने कति चाँडै खान सिकि त्यही त सङ्गत त हाम्रो छ भन्न हामी जस्तो मान्छेको सङ्गत पाउनु भने भाग्य मानिँदै होला नि नोटा एकदम भने ढिला भयो आज पनि हामी त गएको है अलि आँखा राता बनाएको छौ अलि सुस्त जाऊ है फेरि ढिकामुनि पल्टिउला नि अब आउँदा पैसा ल्याएर आउने त्यहाँ फेरि ओहो साथी ढिला पनि भन्छ आउँदा होइन कहाँ मलाई त खा जस्तै भएको छैन मलाई त्यस्तै भएको कहाँबाट बल्ल एक बट्टा ल्याएको थिएँ त्यही बेला टुप्लुक्कै उजिलेर चमेली आइपुगेँ अनि 2-3 दिन भयो खाने बेलामा टुप्लुकै आउँछन् त्यही त म पैसा लिएर आउँछौँ पैसा लियो भने नि मान्दैन आज त पैसा पनि छैन जाउँ न अङ्कलसित जाम अब 2-3 दिन भइसक्यो अब त केटी राम्रो जस्तो लाग्छ दिन जाने हाम्रै अङ्कल त हुन् अब जाउँ न त जाउँ अङ्कल हामी त आयौँ
त्यो के अङ्कल आधा चाहिँ पैसा भएन यति किन दिन पऱ्यो कि भोलि हामी लिएर आउँछौँ अङ्कल। अब कहाँ हुन्छ भाइ, अस्ति त्यही डेक्चीको थियो र अब 3-4 दिनदेखि दिइरहेको थिएँ। अब त न त्यसले दिन मिल्छ न के मिल्दैन। यो कहाँबाट पास गराउनु पर्ने कुरा हो। अब त्यस्तै तिमीलाई उधारो दिन लगाइदिनु त्यस्तै त घाटामा गइन्छ केटा। म त दिन्न है। कस्तो अङ्कल फेरि सधैँ यही बाटो त हिँडिरहनु फेरि ल्याइदिइहाल्छ नि भोलि त। जुन बाटो हिँड्ने मलाई के बताउने फेरि घाटा भने घाटा हो नि भाइ। घाटा लागेपछि त अब मलाई फरक परिहाल्छ नि। अनि यही त्यो फाइदा गरौँ नि, त्यही पनि अब यहीमा नि घाटा लगाउनु पर्छ नि तिमीले। हामी त हजुरकै मान्छे हो नि अङ्कल। फेरि झोकेरै नगर्नुहोस् न, कस्तो झोकेर बोले अब फेरि। के फेरि कस्तो ठुलो स्वरमा गरे होला। अब जति हाम्रो मान्छे भए पनि जति अर्को मान्छे भए पनि फरक पर्दैन नि भाइ। घाटा भने घाटा मान्छे डुबिहाल्यो नि। म त दिन्न है। अङ्कल दिनु न त अब यहाँ बाँचेको भोलि ल्याइदिन्छौँ। एकदम भनेको त्यो कति नाटक गरे होला। दिन्न भने दिन्न नि। पैसा ल्याएर चाहिँ खा। अङ्कल यार खुट्टा दिनु न यार, भोलि लिएर आउँछौँ नि हामी। अलि सानो सोमा बोलै मलाई भोलिदेखि पसलमा आउनु मन छैन र? के रे थियो मात्र पसल छ यहाँ, हामी अन्त गरेर खान सक्दैनौँ। ओइ के भने तैँले तेरो मात्र पसल छ? बाबा छोटी छट मैले हालिदिन्छु। के छोटी 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 छट मैले हालिदिन्छु। तेरो अगाडि मैले सुनको बिट हुन फालिदिन्छु। बाबु त ठुलो कुरो गरे तँलाई भोलि पर्सिदेखि यो पसलमा आउन मन छैन र? ठुलो कुरो गरे मोर्ला ठुला कुरा मात्रै गर्यो। हामीले गर्दा खेतमा पुगे मान्छे अहिले यस्तो गर्छ। त्यही त भने बस बस अब केही आइडिया त लाउनु पर्यो। ओहो आफ्नो त बैङ्कबाट पैसा लिएर आएको छौ, मोज गर्नुपर्छ है साथी। केही आइडिया त लाउनु पर्यो नि। के खाना नि पाइँदैन, जम्न बाटातिर 1 लाखको बाला पनि बनाएको छु। यस्तो टिकटक पनि बनाउँला नि। बारीबाट 2टा मैयाहरू सुनले झमक्क पारेर आएको। हेर्नु त्यो हातमा बाला। त्यही त भने ओहो राम्री राम्री मैयाहरू कता हो कता। हामीहरू जता गइले तिमीहरूलाई के मतलब हो? तिमीहरू आफ्नो बाटो हिँड, हामीहरू आफ्नो बाटो हिँड्छौँ। छोड्दै हाम्रो बाटो। अब राम्री राम्री मैयाहरूलाई चासो लागिहाल्छ नि। किन गर्नु पर्यो नि त हाम्रो चासो? आफ्नो बाटो हिँड भने सुनेन? हेर्नु केटा त्यही त के छ निकाल निकाल छिटो निकाल छिटो छिटो निकाल भने सुन्नी छिटो निकाल छिटो सबै निकाल त्यो कानको पनि निकाल त्यहाँ गोदामा के छ निकाल निकाल छिटो निकाल त्यो टाउको निकाल छिटो 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 ओखो साथी यत्रो एकैछिन बाटातिर आएको त यतिका माल फेला। त्यही त आज त भाग्य छ त्यो ढुङ्गा खोज्दा देउता मिल्यो भने यत्रो के अब त्यो पसलीले ठुला ठुला कुरा गरेको थियो, अब यसले त्यसको टाउकोमा हाल्यो। त्यही त आलु फुर्दिन पर्छ अब त्यो त्यही बाहिर बसेको छ मुर्दा। त्यही त यहाँ बाँदरको चोचो दबाउनु यहाँ। ओइ दालु बुढो ला अब यसको जति आउँछ पुरै हिजो अस्ति त पुरै एटिट्युडमा गएर आउँदिन भने त्यस्तो आज त आइतस् नि। फेरि बाबु बाबा त त्यसको दुर्गुण राखिदिनु नि किन ठुला कुरा गर्नुहुन्छ? ओके कति ठुलो कुरा गरे होला। ठुला कुरा त मैले होइन तैँले गरिरहेको भाइ। फेरि केटाहरू बोलाउनु पर्ला। ए तेरा केटाले मलाई केही गर्दैन। तँलाई मैले पैसा दिएको छु, सामान दिएको छु, त्यो फुट कटे तर भाइहरू भनेर केही नगरेको दिन त ठुला पो भएछ त। ठुला कुरा नगर्के फेरि भोलिबाट पैसा बन्द गर्नु कुरकुरे लुके ओके ग्राहक भनेको त भगवान् सामान हो। कस्तो ठुला कुरा गरे खुर्को दे। गजडीहरू भगवान सामान के को भगवान सामान? ए गदारी सदारी नगर्लाई खुर्को दे। अनि एकमुष्ट दिन
दे तैँले फेरि गद्दारी गर्छस् एकमुष्ट दे ला फेरि अलि राम्ररी बोल्ने फेरि दाइसँग फेरि पिडे खालास भाइ फेरि ए त मर्न लाग्नु बुढोले मलाई फिर्छस् कपाल आफ्नो उनीहरू पहिला ऐना हेरेछस् सेतै दाइसँग खोलेर मर्न लाग्छ न मलाई फिर्छु रे गजडीले ठुलो कुरा गर्छस् त आफ्नो कुकार लाग्छ तलै मैले जानेछु ट्रक आज त कति अब त आज गएर मोज गर्नुपर्छ है आज टन्नै खाने आइज बस न यस्तो कुरा आज किन मलाई यस्तो टाउको दुख्ने छाती दुख्ने भइरहेछ होइन तैँले खाना खाइनस् क्या अब के गर्ने खाना रुच्ने भएको आजकल त खानै रुच्दैन मलाई रुच्दैन खाना त्यही पनि ला एक सर्टको तानिहाल्छ कि सन्चो ल छिटो भर न पहिला त म त यो सादा त खाँदै खान्न त्यही भर्याकै खाने हो ला 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 फेरि आइजन उजेली चमेली अब बस आज त पैसा ल्याउँछौ नि फेरि कहाँबाट ल्याउने हामीले पैसा तिमीलाई त खाना मात्र सजिलो हुन्छ काँडा ल्याउँछु भन्छौ बस अब यो खाना आता होला नि ल खा आज म अलि बिसन्चो छु आज म धेरै खान्न सकेछ खाना खा सकेछ ओइ आज तिमीहरू स्कुल गयौ तिमीहरू पनि स्कुल गएनौ उता हाम्रो सङ्गत गरेपछि कहाँबाट स्कुल जान्छन् त भने अब स्कुल जानै पर्दैन स्कुल गयो भने यहीँ आउँछ सबै तँलाई टाउको दुख्यो भने त धेरै नबोल खुरुक्क एक सर्टको तानेर त यहीँ छुरुक्क बस त्यही त भने कस्तो छाती वागौला जस्तो ओहो साथीलाई अलिक थोरै भयो जस्तो छ ओहो यसले त मुखबाट भूमिट पो गऱ्यो अझ रगतको ओइ पानी लिन पानी यसले त घरमा खाने रहेछ क्या सधैँ एसीको घरमा बसेर कहाँ हुन्छ त्यही त भने रोज्दैन ए मेरो त छाती ओहो स्कुलबाट आइरहेको छ को आयो ओहो साथीहरू के गर्नु बसेको यो चुरोहरू देखेन र हातमा चुरो टेकिरहेको छु यसले त रगत पनि वाकेको रहेछ यहाँ त के भयो तिमीहरूलाई केही भएको छैन त कहाँ जान लास खुरुक्क जाँदो यहाँ ल तिमी केटीहरूलाई यहाँ बस्न लाज लाग्दैन तिम्रो बाबुआमाले के सोचे होला घरमा बाबुआमाले आफ्नो छोरीहरू कहाँ पुग्लान् कति पढ्लान् भनेर सोचेको होला नि तिमीहरू यहीँ बसिरह यस्तै गर तँलाई के भन्छ हामीले के गरे भने आफ्नो बाटो जान कहाँ जान स्कुल ड्रेस लगाएको छौ अनि स्कुल पढ्न जानु पर्दैन तिमीलाई त फेरि धेरै सधैँ पल्टिन नगर्ने आफ्नो बाटो अघि जान पनि कस्तो पढेको कुरा गरे त खुब ठाउँमा यहाँ रिस उठ्या बेलामा अब साथी छोटे ओहो यहाँ त बस्नु हुँदैन नि माइक त यसको छाती मार्दैन एउटा लास्दै भन्छ क्या यसलाई के भयो ओहो यसले त ओइ उठ्न ओइ 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 सानी ओइ उठ्न ओहो ओइ के भयो रे उठ उठ त मर्यो जस्तो ओहो ओइ सानी उठ्न ओइ ओइ ओहो के भयो तिमीहरूलाई यसरी रोएर बसिरहेको छौ त आज
आज झन् बैङ्कबाट पैसा लिएर आएको थियौँ सुनको चुरा पनि बनाएर ल्याएको थियौँ कति ठुलो सपना देखेको थियौँ सबै हामीलाई लुटेर लैदियो कसले लुट्यो नि तिमीहरूलाई तिनी दुईटा केटा आएर हाम्रो घर गहना सबै लुटे कत्रो सपना देखेको थियौँ हामीले ओहो यो त बडो गम्भीर कुरो भएछ अब त प्रहरीलाई फोन गरिदिनु पर्यो नि खबर गरिदिनु पर्यो अब हेलो जिल्ला प्रहरी कार्यालय हेलो म्याडम हाम्रो विद्यालयमा 2-4 जना गाँजा खानेहरूले यहाँ 2 जना महिलामाथि हातपात गरे र तिनीहरूसँग भएको सुन पैसा जति चोरेर लगे यिनीहरूलाई छिटोभन्दा छिटो व्यवस्थित गर्नु पर्यो नि ए ल ल हामी एकैछिनमा आइहाल्छौँ ल हस् आइहाल्नु न छिटो सर हामीलाई अर्जेन्ट मिसन परेको छ 2 जना गाँजा खाने केटाहरूले 2 जना महिलामाथि लुटपाट गरेका छन् रे र ती 1 जना पुरुषमाथि हातपाई गरेका छन् छिटोभन्दा छिटो जानु पर्यो ओहो त्यस्तो पो हो हवलदार गाडी निकाल छिटो जानुपर्छ हामी क्यों भाइ तेरो पारा यही गर्नुहोस् तैँले यही गर्नुहोस् तैँले गाजा कहाँबाट लुट्छस् तैँले हो किन चुप लागेर बसेको बोल न छिटो मलाई फुरुक्क छोड्दे को छ भाइ छोड्नलाई फुरुक्क छोड्नु मैले तैँले भनेको म के गरौँ छोड्दे भने म छोड्दिनँ तपाईँलाई भन्नु तैँले गाजा कहाँबाट खान्छस् गाली किन खान्छस् जिरो खायो जे गर्न खायो पनि तँलाई के चासो तेरो त्यो साथीको त्यो नम्बर लेख्छ ब्याङ्कको नम्बर थाहा छैन मैले हेर्न बसेको नम्बर अझ थाहा छैन भन्छ छिटो लेख होइन त को हो र नम्बर खोजिरहने चिनेछ भाइ मलाई होइन को म रुके एकछिन पछि दिन्छस् तैँले नम्बर आन छिटो 98 छिटो भन 98 आउनु के आउनु हो छिटो भन भने छैन त नम्बर मलाई हातमा हाल्ने हात त्यही गर्नुहोस् भाइ नम्बरले भनेको छिटो ल टिप्नु 97 हवल्दार नम्बर टिप छिटो भनेको 97 भाइ त रुट्दै गर हवल्दारलाई हेर्दै गर है ओके सर नम्बर दिएपछि अब म जान पाइन्छ होला नि कहाँ पाइने हो र त एकछिन बस्दै गर्छ उपचार गर्छु होइन मेरो के काम छ र मैले के गल्ती गरेर तेरो यहाँ बहुत काम छ तेरो हामीले राम्रो उपचार गर्छ बस भाइ बस छोड्दिनु न छोड्दिनु हामीले के गल्ती गरेछौँ र त्यसको अझ गाजा खान्छस् यस्तो बोल्छस् केटी मान्छे यस्तै पनि हो किन गरेछ गाजा त खाएछ केटी छोरी मान्छे यस्तै पनि हो तर लाज लाग्दैन हवल्दार यिनीहरूलाई हेर्दै गर म त्यसको बाबुआमालाई फोन गर्छु हेलो
हेलो हजुरको छोरा यहाँ हामीले गाँजा सेवन गरिरहेको बेलामा पक्राउ गरेको छौँ। हजुर छिटोभन्दा छिटो जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु पर्यो। हस् सर ए बुढी हिँड्दा एउटा खबर थाहा पाइयो। सर के भयो? हजुरको छोरालाई हामीले गाँजा खाइरहेको बेलामा भेटाएको थियौँ। उनी त अहिले बेहोस अवस्थामा सुतिरहेको। कता हो सर? हवलदार यहाँ उसलाई लगेर जा त। तैँले कहाँबाट ल्याउँछस् गाँजा हो भान? लौ न नि मेरो छोरालाई के भयो? छोरा ए छोरा डाँडा पर्छ छोरा, के भयो तिमीलाई? छोरा ए छोरा उठ न, तिमीलाई तिम्रो आमाले के गरी? कहाँबाट गाँजा ल्याउँछस् म भन्छु त। मौसम किराना पसलमा त्यो किराना पनि गाँजा बेच्दिँदै हुन्छ। एकजना मसँग आइजा, एकजना मसँग आइजा, एकजनाले यहाँ हेर्दै गर। आइजा हुन्छ। मेरो छोरालाई यो अलसिनेलाई ओहो प्रहरी पनि आउँदैन। पहिल्यै प्रशासनले पठाएर साउजी नमस्कार। नमस्ते सर, नमस्ते सर। के परेर यता आउनुभयो नि? हामीले सुनेको हजुरको पसलमा गाँजा बेच्दै हुनुहुन्छ अरे, त्यही भएर हामी चेकिङ गर्न आएको नि। होइन त्यस्तो तपाईँले कहाँ न्युज थाहा पाउनु? अनि यस्तो होइन, यस्तो त गलत त पर्दैन। शङ्कै गर्ने प्रश्नै उठ्दैन नि यहाँ त। अब कहाँ यस्तो किराना पसलमा नि गाँजा बेचिन्छ नि? अनि किराना पसलमा गाँजा बेचिन्छ होइन, हामी एकखेर तपाईँको पसलमा चेक गर्छौँ, त्यसपछि हजुर बोल्नुहोला। हुन्छ गर्नुहोस्। हवलदार चेक गर त। यो के हो? खै यो त औषधि हो। त्यो बाख्रालाई त्यो जाडो भयो बेला त्यो सिकान छोडे बेला खुवाउने भनेर राखिएको। कुन चाहिँ बाख्राले गाँजा खान्छ हो सिकान छोडे बेलामा? औषधि हुन्छ कि औषधि हुन्छ, त्यो जाडो बाख्रा सिकान छोडे बेला खुवाउनु पर्छ, सन्चो हुन्छ त्यो। तँ पनि कुरो बटाउन खोजिराख्न, कुन चाहिँ बाख्राले गाँजा खान्छ हो? होइन नि, होइन त्यस्तो कहाँ प्रहरीसँग कुरा बटाउनलाई हुन्छ र? तँसँग अब हामी कुरा उही चौकीमै गर्छौँ। हवलदारलाई लगेर हिँड्छौँ। छोड मलाई, छोड 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 मलाई, छोड मलाई, छोड मलाई के छोड्या? ठुलो कुरा गर्दै थिइस्, म त गाँजा बेच्दिनँ भन्। मैले बाख्रालाई खुवाउनलाई हो भनेर। कुन चाहिँ बाख्राले खान्छ हो गाँजा? मेरो हातमा छ नि। ओए हात नहाले भाइ, हात नहाले। खुट्टो आलु त म के गरे भाइ है? त पागल हो? ओ भाइ मलाई पागल हो। बाबु तेरो प्रशासनलाई मैले चिनेछु नि, तेरो पर्वलाई मैले चिनेछु नि भाइ। त्यो मेरो जुत्ता मिल्छ नि त थाहै नै। खोला खुट्टा उठाएको हेरिहालौँ हामी। के कुरा गरे भाइ? उठान हाल्यो भने त मिलाइरहन्छ। के होला? हवलदार यिनीहरूको नाममा कडाभन्दा कडा फाइल गर। यिनीहरू निक्लिए नि फेरि समाज बिगार्छन्। यिनीहरूलाई हामीले निकाल्न दिनु हुँदैन। अलि यता आउनु भाइ, अलि यता आउनु। अलिकको कहाँ जाने हो? यही कुरामा के गर्यो? पैसाले मिलाम न, पैसाले मिलाम न। छोरा छोड्नु त्यस्तो त्यही गरियोस्। त पैसामा बिगाउनु खोजिरहेको छस् भाइ? बिगाउनु मिलाम न, मिलाम किन पैसा बिगाउनु? हवलदार छिटो गर। मिलाम न बाबु, आवेशमा नआउ के, आवेशमा नआउ के। आवेशमा आएर केही पिउनेवाला छैन। अब तिमीलाई चाहियो होला अलिअलि, राख न राख बरु। हवलदार यसलाई यता हेर्नु त, त्यो फाइल बन्द गर्छ। भएको मिलाम न बाबु, पैसाले मिलाम न।
आज जाने तल के भाइ छोड पैसा जस्तो देखिन्छ हामीलाई यहाँ अब मिलाम न मिलाम त्यस्तै हो धन्यवाद आजको नाटक यति नै थियो र म यस नाटकको